नमस्कार। राजधानी दैनिकको युट्युब च्यानल अन्तर्गत सम्पादकको खुल्ला विचार स्तम्भको अर्को कडी लिएर आउँदैछु र आज म थोरै राजनीतिलाई डोर्याउने सिद्धान्त र त्यसको अभावमा सिर्जना भएको अलमलपन, त्यसको कन्फ्युजन को बारेमा कुरा गर्दै जाँदैछु। यो अलि थोरै यो यसो हेर्दा सैद्धान्तिक व्याख्या जस्तो देखिएला, त्यो होइन। म त्यसले पर्न जाने असरका बारेमा पनि ढङ्गैसँग कुरा गर्न चाहन्छु। बेसिकली हामी सबैले सुनेका होला, पाठकहरू, श्रोताहरू, दर्शकहरू त त्यसै पनि विज्ञ हुनुहुन्छ। तत्कालै के गर्ने चलन छ भने तुरुन्तै फलानु वामपन्थी, फलानु दक्षिणपन्थी भनेर किता काट गरिदिने चलन देखिन्छ। यो भने के, कतिपय मान्छे त वास्तवमा पटक्कै नबुझिकन वामपन्थी भने के, वामपन्थी भने बायाँ हात भनेपछि त्यो के हो, बायाँतिर हात भएर बायाँ हात चल्ने मान्छेलाई वामपन्थी भने हो कि जस्तो पनि हुन्छ। खैर, दक्षिणपन्थी, दक्षिण बाहु भनेको पनि दायाँ हातै हो। दक्षिण बाहु पूर्वतिर फर्किँदाखेरि मान्छेको दायाँ हात दक्षिणतिर हुन्छ, त्यसो भएर दक्षिण बाहु। कुनै बेला पञ्चायतकालमा अस्ति यो बहुदल आइसकेपछि पनि गणतन्त्रभन्दा अगाडिसम्म नेपालमा एउटा प्रसिद्ध तकमा हुने गर्थ्यो, कसैलाई याद छ कि छैन, गोर्खा दक्षिण बाहु। त्यो भनेको के हो, गोर्खाको दाहिने हात, गोर्खा राज्यको दाहिने हात दक्षिण बाहु भने बडो महत्त्वपूर्ण मान्छे भने होइन, दक्षिण बाहु। तर दक्षिणपन्थी, वामपन्थी भनिने चलन छ। बेसिकली हुन त वामपन्थी भन्ने बित्तिकै धेरै मान्छेको दिमागमा एकैपल्ट कम्युनिस्ट भन्ने पर्छ। त्यो नट नेसेसरीली कम्युनिस्ट मात्रै होइन। यथास्थिति कुनै पनि हालतमा मन नपराउने मान्छेहरू, यथास्थिति मन नपराउने, जे अहिले छ त्यो मन नपराउने, जस्तोमा पनि त्योभन्दा अझ अगाडि जान खोज्ने, तिनलाई भनिएको हो वामपन्थी। नर्मली लोकतन्त्रमा विपक्षी दलको, विरोधी दलको व्यवहार वामपन्थी व्यवहार हुने गर्छ। उसले विरोध गर्छ, यो कुरा भएन त्यो कुरा भएन भन्छ र उसले सधैँ कथित अग्रगामी कुरै गर्छ भने सरकार चाहिँ के हो त भन्छ भने ऊ यथास्थितिलाई राख्न चाहन्छ, बचाउन चाहन्छ। यथास्थिति ठिक छ भन्छ नर्मली। एउटा यसो कुन चाहिँ आइडियोलोजीले, कुन चाहिँ राजनीतिक विचारधाराले कसलाई प्रेरित गरेको छ भन्ने पनि व्यवहारमा यो हो। अब म विशेषतः यहाँनिर आएर नेपाली काङ्ग्रेसका बारेमा कुरा गर्न चाहन्छु। नेपाली काङ्ग्रेस भन्ने पार्टी विचारधाराको हिसाबले वा व्यवहारकै हिसाबले हो के दक्षिणपन्थी हो कि वामपन्थी? नेपाली काङ्ग्रेसलाई बेला बौकामा कथित क्रान्तिकारीहरूले एकदम मजैसँग दक्षिणपन्थी, घोर दक्षिणपन्थी भनेर भनिदिने गरेको देख्छु म। होला पनि दक्षिणपन्थी हुनु भने गाली हुनु होइन, गाली होइन, तर कतिले दक्षिणपन्थी भने गाली हो भन्ने बुझ्छ। वास्तवमा समग्रमा राजनीतिक ध्रुवको कुरा गर्दाखेरि एउटा राम्रो खराब जेसुकै भए पनि अगाडि जान खोज्ने, योभन्दा अगाडि, योभन्दा कति छलाङ मार्न खोज्ने, अर्को यथास्थितिलाई रुचाउने संवर्धनवादी, जुन कन्जर्भेटिभ भनिन्छ नि, लिबरल भर्सस कन्जर्भेटिभ। संसारभरि यो पार्टीहरू छ, डेमोक्रेटिक उसमै पनि। अनि कन्जर्भेटिभलाई नेपालीमा उल्टा गरेर अनुदारवादी भनिदिने चलन छ, त्यो होइन। त्यो भनेको कि कन्जर्भ गर्नेलाई कन्जर्भेटिभ भनेको। नेपाली काङ्ग्रेसको सबै कुरा हेर्ने हो भने
दस्तावेज हेर्नु भने नेपाली काङ्ग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवाद भन्छ। त्यो भनेको के? राजनीतिक फ्रिडम, राजनैतिक स्वतन्त्रता, स्वच्छन्दता, तर आर्थिक रूपमा आर्थिक नियन्त्रण, जसले गर्दाखेरि फ्याक्टर्स अफ प्रोडक्सन, उत्पादनका अङ्ग प्रत्यङ्गहरूलाई नियन्त्रण गरेर, सरकारले नियन्त्रण गरेर न्यायोचित समाजको सिर्जना गर्न सकिन्छ र त्यसलाई नै उहाँहरूले समाजवाद भन्नुभयो। र आर्थिक प्रणालीमा नियन्त्रण, राजनीतिक ठुलापन। कम्युनिस्टहरू राजनीतिक पनि नियन्त्रण, अर्थ प्रणाली पनि नियन्त्रणका कुरा गर्छन्। तर फेरि उनीहरू आफैलाई अग्रगामी भन्छ। नियन्त्रण र अग्रगामी कदम सँगै जाने कुरा होइन। ल खैर भइगयो, म यो सैद्धान्तिक व्याख्यामा छलफलमा धेरै अल्मलिन चाहन्न। नेपाली काङ्ग्रेस के हो? वास्तवमा यो प्रश्नको जवाब खोज्दै नेपाली काङ्ग्रेसमा भएको समस्या पनि देखिन्छ, बुझिन्छ। नेपाली काङ्ग्रेस आजको अवस्थामा पुरानो दस्तावेज, राजसम्म पनि काम दस्तावेज हेर्ने हो भने नेपाली काङ्ग्रेस प्रजातान्त्रिक समाजवादको नीति अपनाउँछ। समाजवाद अब त्यो साँच्चै समाजवादी हो त नेपाली काङ्ग्रेस व्यवहारमा? 48 साल पछिको नेपाली काङ्ग्रेसले अवलम्बन गरेको नीति, कार्यनीति र तौर तरिका हेर्दाखेरि अब नेपाली काङ्ग्रेस समाजवादी होइन। तर फेरि समाजवादी भनिरहनु छ उसले। अब यो कन्फ्युजन जुन छ, ऊ आफू के हो, के भनेर चिनाउने भन्ने यो कन्फ्युजन जो छ, त्यो कन्फ्युजन के का कारणले आएको त भन्दाखेरि एउटा कुरा के देखियो भने, यो मैले अहिले जुन कुरा भन्न गइरहेको छु त्यो कुरा नेपाली काङ्ग्रेसमा मात्रै होइन, अरूमा पनि लागु हुन्छ। हाम्रो एमाले आफूलाई कम्युनिस्ट भन्छ, अर्को प्रचण्डजी माओवादी कम्युनिस्टै हो, कमसेकम उहाँहरूले आफूलाई कम्युनिस्ट भनेपछि कम्युनिस्टै हो। यो सबैमा लागु हुन्छ। के देखियो भने हाम्रा नेताहरू, प्राय सबै नेताहरू बिपी कोइरालालाई छोडेर, बिपी कोइरालाको नाम किनभने बिपी कोइराला सत्तामा पुग्नु नै भएन। 18 महिना प्रधानमन्त्री बन्नुभएको बाहेक पछि उहाँले तमाम सङ्घर्ष गर्दा पनि उहाँ सफल हुनु भएन। सफलताको हिसाबले त्यसपछि गणेश मान्छेहरू पुग्नुभयो, सत्ता सञ्चालन गर्ने केन्द्रमासम्म पुग्नुभयो, सफलता पनि भयो। एउटा के देखियो भने हाम्रा यी नेताहरू सबैमा अहिले भएकाहरू र इभन बितिसकेका सबैले सम्मान गर्ने नेताहरूमा पनि समेत पनि विद्रोह गर्ने, विरोध गर्ने, आन्दोलन गर्ने क्षमता चाहिँ मजैसँग देखियो। लौ त भन्ने हो भने तीनवटा विद्रोह, तीनवटा आन्दोलन, तीनवटा क्रान्ति नै भन्दा पनि हुन्छ। लिड गरेर सफल हुने पार्टी विश्वभर कहीँ पनि छैन। 7 सालको क्रान्ति नेपाली काङ्ग्रेसले लिड गरेको, सफल भएको। 47 सालको जनआन्दोलन नेपाली काङ्ग्रेसले लिड गरेको, सफल भएको। इभन 62-63 को आन्दोलन माओवादीले थ्रो जस लिन खोज्छ, माओवादीको सशस्त्र विद्रोह त विफल भएको, नसकेको हो। त्यसपछि काङ्ग्रेसको छाता मुनि आएर, काङ्ग्रेस अरू पनि हो तर काङ्ग्रेसको मुख्यतः गिरिजाप्रसादको नेतृत्वमा आएर सहरी आन्दोलनमा मिसिएपछि बल्ल जति सफलता पाएको त्यो त्यसरी हो। 3टा आन्दोलन, 3टा क्रान्ति, 3टा विद्रोहलाई नेतृत्व गर्ने र सफलता पनि हासिल गर्ने यो संसारमा कुनै पार्टी पनि छैन, कुनै पार्टी पनि छैन। त्यो तर रमाइलो के देखियो भने, अब म काङ्ग्रेसलाई विशेष फोकस, यो अरूलाई पनि लागु हुन्छ भन्दैछु म, के देखियो भने यस्तो गर्न सक्ने, तर जब सत्ता आइसकेपछि सत्ता सञ्चालन र ध्येय प्राप्तिमा पुरै असफल, धेरै असफल, पुरै पनि नभनिहालौँ, धेरै असफल। यो किन भन्दाखेरि मैले सुरु गरेको ठाउँमा गएर अड्किन्छ। हाम्रा नेताजीहरूलाई म राजनीति किन गर्दैछु
भन्ने कुरामा नै त्यो उद्देश्य लक्ष्य ध्येयमा नै बडा गजबको अलमल छ जस्तो बुझ्छु म। बुझियो अब आएर विद्रोह गर्दासम्म उहाँहरूको जहिले पनि लक्ष्य के भयो, यो वर्तमान व्यवस्थालाई फाल्ने, पञ्चायत फाल्ने, राजाको निरङ्कुशता फाल्ने, जे छ त्यो भयो। त्यही उद्देश्य भयो। त्योभन्दा पर उहाँहरूले कहिले पनि सोच्नु भएन। त्यो फालेपछि म शासन गर्छु, म शासन गरेर यो गर्छु। अब त्यसपछिमा चाहिँ के भयो भने हामी शासन गर्छौँ सम्म त भयो, चुनाव जित्छौँ सम्म त भयो, तर चुनाव जित्नु र पदमा पुग्नु आफैमा लक्ष्य हुन सक्दैन, ध्येय हुन सक्दैन। त्यो त साधन मात्रै हो। राजनीतिमा चुनाव जित्नु, बहुमत ल्याउनु साधन हो, त्यो आफैमा लक्ष्य होइन। लक्ष्य त के हुनु पर्यो? मजा छ, म जनताको जीवनस्तर $1200बाट $2500 पुर्याउँछु 5 वर्षभित्र। म लाइफ एक्सपेक्टेन्सी 75 वर्षबाट 95 वर्ष पुर्याउँछु 5 वर्षभित्र। किनभने राजनीति त्यसका लागि गर्ने हो नि। प्रधानमन्त्री बन्नु जरुरी छ, तर प्रधानमन्त्री बन्नु चाहिँ साधन हो। जनताको जीवनस्तर $1200बाट $2500 पुर्याउनुको लागि उहाँलाई सत्ता चाहिएको हो, त्यो साधन हो। अब तर यहाँनिर हाम्रा नेताजीहरू कहाँनिर अड्किनु भएको छ भने त्यो अन्तिम लक्ष्य, साँच्चीकै लक्ष्य उद्देश्यमा नै उहाँहरू क्लियर हुनुहुन्न। त्यसले गर्दाखेरि के भयो, प्रधानमन्त्री बन्नुसम्म मात्रै भयो। प्रधानमन्त्री बनिसकेपछि अनि कहाँ अल्मलिनु भयो? त्यो प्रधानमन्त्री पद कसरी टिकाउनमा मात्र अल्मलिनु भयो। त्यसपछि उद्देश्य प्राप्ति यहाँ गएर यसो गर्छु, यति गर्छु भन्ने कुरामा उहाँहरूसँग त्यो उद्देश्य नै उहाँहरूको क्लियर भएन। र उद्देश्य नभइसकेपछि नीति हुने त कुरै भएन। अब यो समाजवाद कि पुँजीवाद कि उदारवाद कि त्यो भनेको नीति हो। राज्य संयन्त्र उद्देश्य प्राप्तिको लागि राज्य संयन्त्र प्रयोग गरेर ल्याउने नीति हो। जब उद्देश्य क्लियर नभएपछि त उद्देश्य खालि प्रधानमन्त्रीमा बसिरहनु मात्रै भएपछि त नीति स्पष्ट हुने कुरै भएन। नीति स्पष्टै छैन। त्यसो भएर 2012 सालको प्रजातान्त्रिक समाजवाद लेखिराख्दा पनि फरक परेन। लेखि मात्र राख्ने हो, त्यसले गर्नुपर्ने केही होइन। त्यो अनुसारको रणनीति पनि बन्ने होइन, त्यो अनुसारको कार्यनीति पनि बन्ने होइन। नीति कार्यनीति हेर्न थाल्यो अर्कै हुन्छ भन्न चाहिँ एउटा भनिदिएको छ। त्यो किनभने त्यो उद्देश्य नै क्लियर छैन। बेला बेलामा एउटा हुन्छ, अर्को किसिमपछि अर्को हुन्छ। अब झन् यो पछि हुँदै गएर त नियतमा पनि पटक्कै नीतिमा अस्पष्टता, ध्येय उद्देश्यमा अस्पष्टता छँदैछ। नियतमा पनि अनौठो देखियो। उद्देश्य अब त के देखिन थाल्यो भने बडा गजबको उद्देश्य देखिन थाल्यो। प्रधानमन्त्री हुने मात्रै होइन, प्रधानमन्त्री हुने मात्रै उद्देश्य भए त भइहाल्थ्यो। अझ अनि प्रधानमन्त्री भइसकेपछि यो गर्ने भन्ने पनि भइदिए अझ राम्रो हुन्थ्यो। त्यो होइन, प्रधानमन्त्री हुनेसम्म मात्रै भयो, प्रधानमन्त्री टिकाउनेसम्म मात्रै भयो। अब त के हुन थाल्यो उद्देश्य? प्रधानमन्त्री हुने, म अशक्त नहुन्जेलसम्म प्रधानमन्त्री भइ नै रहने, अशक्त भइसकेपछि मेरी श्रीमतीलाई बनाउने, मेरो छोरालाई बनाउने, मेरो फलानालाई बनाउने, वा म प्रति नितान्त वफादार भोलि मेरो शालिक राखिदिने मान्छेलाई बनाउने। मेरो शालिक, जनताको शालिक राख्ने होइन हो। यो अलमलले गर्दाखेरि यो अनौठो खालको नीतिमा अस्पष्टता, नियतमा अस्पष्टता, नियतमा खोटपनले गर्दाखेरि यो तमाम गडबडी निकैहरू देखिएको हो। अब यो मैले निकै हदसम्म काङ्ग्रेसलाई इङ्गित गरेँ, नेपाली काङ्ग्रेसलाई। थोरै काङ्ग्रेससँग व्यक्तिगत रूपमा थोरै सहानुभूति राख्ने, नजिकै भनौँ फरक पर्दैन मलाई होइन। थोरै नजिक भएको व्यक्ति, सहानुभूति राख्ने व्यक्ति भएको हुनाले काङ्ग्रेसलाई यति भन्ने अलि बढी पनि भन्न पाइन्छ कि हक राख्छु भन्ने हिसाबले भन्यो होला। तर वास्तवमा यो समस्या अरू पार्टीहरूमा पनि नभएको होइन। र त्यही भएर अहिले हेर्नु हो भने बडा मजाको जुन मैले अलि अगाडिको एउटा भिडियोमा पनि राम्रैसँग भनिदिएको थिएँ के भने जुन 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 असन्तोष
निराशा जनतामा देखिन्छ। त्यो निराशा असन्तोष देखिनुको पछाडि कारण के? साँच्चीकै महाराज चाहिएर राजा चाहिएर निराशा आएको हो? पटक्कै होइन, केही पनि होइन। ध्यान दिएर हेर्ने हो भने यो नीति नियति केहीमा पनि अस्पष्टता नभएको हुनाले, त्यो अस्पष्टता नभएको कारणले गर्दाखेरि यी वर्तमान नेतृत्वप्रति आएको निराशा हो। वर्तमान नेतृत्वप्रति बेला बखत त मैले पहिला पनि भने शुद्धि नै हराएको हो कि यी नेताहरूको भन्ने लाग्ने, तर शुद्धि हराएको भए पनि फेरि म बाहेक कोही पनि छैन भन्ने देखाउने, म बाहेक अरू हुनै हुन्न भन्ने देखाउने। संसारमा सबै चिजको एक्सपायरी डेट आउँछ, सबै चिजको एक्सपायरी डेट आउँछ। मान्छेको पनि आउँछ। भौतिक रूपमा पनि जानुपर्छ, भौतिक रूपमा नभए मानसिक रूपमा शिथिल भइन्छ, शारीरिक रूपमा शिथिल भइन्छ, छोडेर संसार नगए पनि। त्यसपछि उद्देश्य क्लियर भएको भएदेखि बिस्तारै हस्तान्तरण हुन्थ्यो। हस्तान्तरण हुन ढिलो भइसक्यो। किन ढिलो भइसक्यो भन्नु पर्यो। अब मेरो 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 उद्देश्य हाम्रो राजनीति गर्ने, नेपाली काङ्ग्रेसले राजनीति गर्न, बा एमाले राजनीति गर्न, बा माओवादीले राजनीति गर्न उद्देश्य यो हो। उद्देश्य यो हो, क्लियर भन्नु पर्यो। उद्देश्य यो हो, हामीले एचिभ गरिदिने यो एचिभ गर्ने हो भने त्यो भनिसकेपछि त्यो एचिभ गर्नको लागि म यो रणनीति अपनाउँछु, मैले यो नीति लिन्छु भन्ने आँट गर्नु पर्यो खुल्लम खुल्ला। यदि साँच्चीकै समाजवाद उन्मुख बनाउने भनेर संविधानमा लेखिएको वाहियात कुरा छ, त्यो नै गर्ने हो भने समाजवाद उन्मुख किन गराउने? ल, न्यायोचित समाजको सिर्जना गर्नको लागि कस्तो न्यायोचित समाज गर्ने? ल, त्यो गर्ने। त्यसो हो भने समाजवाद उन्मुख व्यवस्था बनाउने हो भने कसरी गराउने कार्यनीतिसम्म भन्न सक्नु पर्यो। र त्यो बेलामा अनि व्यक्तिको कुरा आउँछ होला। यो गर्दाखेरि यो नीति, यो कार्यनीति, यो रणनीतिलाई लागू गर्न, इम्प्लिमेन्ट गर्न म यो कारणले सक्षम मान्छे हो, त्यसबाट मलाई नेतृत्व चाहियो भन्न सक्नु पर्यो। अहिले त त्यस्तो कुरा छैन त। अहिले त नेपाली काङ्ग्रेसको अब महाधिवेशन हुँदैछ। म सुन्दैछु, देख्दैछु, हामी सबै देखिरहेछौँ। शेखर कोइरालाजी लागिरहनु भएको छ एकातिर, अर्कोतिर गगनजी लागिरहनु भएको छ। दुईजना मुखर रूपमा सभापति हुनबाट हिँड्नु भएको छ। अरू पनि कसरी उपाय निस्किन्छ कि भनेर निस्किनु भएको छ। तर धेरै उपाय निस्किने सबैजना फेरि शेरबहादुरजीले कसलाई समर्थन गर्नु होला, व्यक्तिले कसलाई समर्थन गर्नु होला भनेर हिँड्नु भएको छ। अनि त्यो व्यक्तिले कसलाई समर्थन गर्छ भने हिँड्दै जाँदाखेरि शेरबहादुरले जसलाई समर्थन गर्थ्यो, अनि शेरबहादुर चाहिँ के रे फेरि मैले अहिलेसम्म बुझेअनुसार शेरबहादुरजी अहिले तत्काल त म प्रधानमन्त्री हुनै पर्यो। अब पार्टी सभापति पनि उहाँ कसलाई समर्थन गर्नुहुन्छ भने जो मान्छे पक्का जित्ने समाज त्यसलाई गर्ने, अरू आधार छैन। त्यसबाहेक त्यति गरिसकेपछि पक्का जित्ने मान्छेलाई समर्थन गर्ने हो, उहाँको कारणले जित्ने मान्छेलाई। र त्यो मान्छेले उहाँलाई ग्यारेन्टी दिनु पर्यो। त्यो ग्यारेन्टी के? पारिवारिक अपुताली दिए जस्तै, पारिवारिक सम्पत्ति बाँडफाँड गरे जस्तै उहाँको पारिवारिक राजनीतिक विरासतलाई उहाँको प्यारो वा प्यारीको हातमा जिम्मा लाउनु पर्यो। त्यो जिम्मा लगाइदिने मान्छेलाई उहाँ समर्थन गर्नुहुन्छ। यो भन्दाखेरि एकदम नमिठो लाग्ला, नराम्रो लाग्ला, तर सत्य कुरा वास्तवमा यही नै हो। नीतिमा अस्पष्टता, उद्देश्यमा अस्पष्टता, नीतिमा अस्पष्टता, नियतमा अस्पष्टता होइन, खोट सहितको नियत। अनि त्यो सब कारणले जनतामा, आम जनतामा, मतदातामा, सहानुभूति राख्ने मान्छेहरूमा भयानक निराशा, नैराश्यता आउँछ। साँच्ची भन्यो भने आजको अवस्था के हो भने, म व्यक्तिगत रूपमा म अब एउटा कुरा भनेर अन्त गर्छु। म चोइस नभएको कारणले, मेरो व्यक्तिगत नेचर, प्रकृति, व्यवहार सबै कारणले गर्दाखेरि म नेपाली काङ्ग्रेससँग आफूलाई सबभन्दा नजिक पाउँछु भएको उपलब्ध पार्टीहरूमध्ये। किनभने उपलब्ध पार्टीहरू मेरो विचारसँग, मेरो तौर तरिकासँग, मेरो ढङ्गसँग, मेरो विश्वाससँग
पटक्कै नजिक छैन। यिनीहरू थोरै भए पनि नजिक छ। सो बेस्ट अमङ द वर्स्ट भए पनि नेपाली काङ्ग्रेससँग म नजिक हुन बाध्य छु। तर मेरो आजको अवस्था के? बाध्य त छु, तर नेपाली काङ्ग्रेसलाई को प्रतिरक्षा गर्नु पर्यो भने कसैको अगाडि म नेपाली काङ्ग्रेसको प्रतिरक्षा गर्न सक्ने अवस्थामा छैन। साँच्ची भन्ने हो भने मैले बारम्बार धेरै ठाउँमा भनेको छु, मेरो अवस्था काङ्ग्रेससँग नजिक भएको व्यक्ति होइन, थोरै 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 लगानी पनि छ। आज म कुनै काङ्ग्रेसको कुनै बन्धुवा मजदुर होइन, तर छ। तर मेरो आजको अवस्था बडो रमाइलो छ। काङ्ग्रेसलाई कसैले गाली गर्यो भने, काङ्ग्रेसलाई कसैले तेस्रो व्यक्तिले आएर गाली गर्यो भने, अझ यसरी भनौँ, काङ्ग्रेसी देखेपछि मलाई पिटो पिटो लाग्छ, पक्का काङ्ग्रेसी देखेपछि पिटो पिटो लाग्छ। तर काङ्ग्रेसलाई कसैले गाली गर्यो भने त्यो मान्छेलाई मारिदिनु जस्तो लाग्छ। अब यो असमञ्जस्य, यो अवस्था, यो खराब, यो 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 बडो गजबको बाध्यतामा बाँच्नु परिरहेको छ। यो किन भएको बुझ्नेले बुझ्नुहुन्छ। र समस्याको निदान यहीँनिर छ। नमस्कार।